यहाँहरू सम्पूर्णमा नमस्कार। मेरो नाम आविष्कार आचार्य। म तपाईहरुलाई आज यस मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा म तपाईहरुमाझ नेपालको बर्दिया जिल्लामा अवस्थित बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा विस्तृत रूपमा जानकारी दिने कोसिस गर्नेछु। बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब 968 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ, जुन पूर्व पश्चिम राजमार्गको अमरेनीबाट दक्षिणतर्फ बाटो छुटिएको छ। यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ। सन् 1968 मा शाही शिकार आरक्षको रूपमा स्थापित गरिएपछि सन् 1967 मा करिब 388 वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो। पछि सन् 1982 मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो। सन् 1984 मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो। सन् 1988 मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषित गरिएको थियो। पूर्ण रूपमा तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्जको स्थापना प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण हुन पनि र गैंडा, घडियाल, गोही, डल्फिन जस्ता अनन्तै लोकमूलक वन्यजन्तुमा संरक्षित गर्नका लागि र यसको इतिहास हेर्दा पहिला 12 बर्दियाको बघौरा फाँटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्थे। यही क्रममा एकपल्ट शिकारको लागि आएका राजाले शिकारको लागि बाघ नपाएपछि यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षित गर्न सुरु गरिएको थियो। त्यसपछि यसलाई कर्णाली संरक्षित क्षेत्रको रूपमा चिनियो। पछि सन् 1982 मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् 1994 मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो। सन् 1988 मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरियो। बर्दिया राष्ट्रिय निकुञ्जमा विभिन्न प्रकारका हावापानीहरू पाइने गर्छन्, जसमध्ये यहाँ सम्पूर्ण दिनहरूमा न्यानो खालको हावापानी पाइन्छ र यहाँ औसत 30 देखि 40 डिग्री सेल्सियस यसको तापक्रम रहेको हुन्छ। यहाँ विभिन्न प्रकारका वनस्पति तथा वन्यजन्तुहरू पाइने गर्छन्। निकुञ्ज अन्तर्गत झुलेको माथिल्लो भागतिर केही सल्लाका जङ्गलहरू छन् भने तराईको धेरै जस्तो भाग सालको जङ्गलले ढाकेको र बीचमा घाँसे मैदान रहेको छ। पाटेबाघ, एकसिङे गैंडा, चितुवा, घोटगधा, जरायो, चित्तल, लघुना, बारहसिङ्गा र जङ्गली हात्ती लगायतका 56 प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन्। चरलहरूमा घडियाल, गोही, मगर, गोही, सोच र विभिन्न किसिमका माछा यहाँ पाइन्छन्। यस निकुञ्जमा हालसम्म 438 थरी रैथाने र बसाइसरी आउने चराहरूको अभिलेख गरिएको छ। पर्यटकको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको सङ्ख्या पनि बढिरहेको छ। र यस्तै एजुकेसनल भिडियोहरू हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको लागि यति नै, धन्यवाद।